Hello, namaste everyone. Welcome to my vlog. आज चाहिँ हामीहरू कुन ठाउँ जाँदैछौँ भने अहिले छिनमा गएसीमा छ देखाउँछ हजुरहरूलाई. सो यस गाइज अब चाहिँ भर्खर उठेको अब रेडी हुनु पर्यो. सो गाइज हामी चाहिँ रेडी भइसक्यो. हामी कहाँ जाने हो चाहिँ? हिमाल. यस हामी हिमाल हेर्न जाँदैछौँ गाइज. सो यस रेडी. कति एक्साइटेड छौ तिमी? Yes, are you excited? Yes. How much excited? How? What? फेरि उजेसलाई चाहिँ एकदम इङ्ग्लिस बोल्न मन लाग्छ गाइस. Yes? Yes or no? Yes. Yes. So yes, let's go. So guys, मेरो ओटिटी चाहिँ यस्तो छ है आजको. रातो सुरुवाल, सेतो ज्याकेट. So yes guys, त्यही छ. अब चाहिँ हामीहरू सामान सर्छौँ अनि बेचवाच. So guys, हाम्रो गाडी चाहिँ आइसकेको छ अनि हामी दुईजना रेडीमा सामान राख्दैछौँ. So yes guys, वास्तवमामको ओटिटी. वास्तवमामको ओटिटी. So yes guys, यस्तै छ हाम्रो ओटिटी. गाइस हाम्रो यात्रा सुरु भइसकेको छ है. उदेश्य हेर हाई भन्दै. Hi. सो यस गाइस अब चाहिँ हामी घरबाट निस्किसक्यौँ. अब हामी सबैजना चाहिँ गाडीमा चढिसक्यौँ, गाडीमा बसिसक्यौँ. अब हाम्रो यात्रा सुरु भइसकेको छ. गाइस हामीहरू आधी बाटोमा आइपुग्यौँ. अब कजरी हाम्रो फर्स्ट स्टप चियाहरूलाई. सो लेट्स गो. हामी फेरि सुत्छौँ. भर्खर सुतेर उठेको है. फेरि सुत्ने. सो गाइस फाइनल्ली हामी गजुरी आइपुग्यौँ. हाम्रो फर्स्ट स्टप. हामी चाहिँ यहाँ पछाडिको वाला सिटमा बसेको डिक्की जस्तै. अनि सो अब हामी अब अहिले यहाँ चिया खाएर अनि जान्छौँ कतातिर हेर्दै जानु होला. हामी चाहिँ हाम्रो फर्स्ट स्टपमा आइपुग्यौँ. आस्थामा हजुरको यात्रा अहिलेसम्मको कस्तो रह्यो? अहिलेसम्मको आनन्द छ यात्रा एकदमै. सो यस गाइस हाम्रो चाहिँ माथि आइपुग्यौँ. बाजेले चिया बनाएर राखिदिनु भएको छ हाम्रो लागि. चिया बनाएर राखिदिनु भयो. सो अब यहाँदेखि चाहिँ बाजेले नै हामीलाई जोइन गर्नुहुन्छ. सो त्यही हो. अब चिया खाने हामी जाने. हजुर थ्याङ्क यू जिस. सो गाइज हाम्रो अब यहाँ पोखराको यात्रा सुरु भइसकेको छ है. सो यो चाहिँ मलाई भाइले दिएको. यता यसरी राख्छु. सो गाइज हामीहरू कहाँ पुग्यौँ? कहाँ पुग्यो हामी? मुगली होइन कहाँ अरे खै हामी कहाँ आइपुग्यो थाहा छैन. अनि के अरे हामी अब खाजा अनि भोक लाएर यस्तो भएर. सो यस गाइस म त सुतै भएछु. भर्खर उठेँ. अस्ति भर्खर आएको ठाउँको नाम याद हुँदैन. सो गाइस यस्तो निन्द्रालाई. सो गाइस हाम्रो अर्को डेस्टिनेसन सिधै पोखरा हुन्छ भनेको. तर हामी सबैलाई भोक लाग्यो. लास्टै धेरै जाम भयो है आज. अनि रमाइलो डाँडामा खाना लागेको. हामीहरू अब रमाइलो डाँडामा खाना खान्छौँ. अनि त्यसो अब चाहिँ सिधै पोखरै त होला नि स्टप. अघि त बाटो नि बनाइरहेको भएर अलिक जाम थियो. म त निदाएछु गाइस. म त भर्खर उठेको. सो गाइस हाम्रो यहाँ के अरे खाना सेट आइसकेको छ है. सो अब खाम अनि त्यसपछि जाम. सो हामीहरू अब पोखरा पुग्न लाग्यो. सुतेर पुगेँ म त. हजुरहरूको यात्रा कस्तो हुँदैछ त? राम्रो रमाइलो हुनेछ. सो अब हामीहरू एकछिन भाषणमा हामीलाई पोखरामा मिल्छौँ अनि त्यतिखेर हजुरहरूलाई देखाउँछु. सो गाइज हामीहरू फाइनली पोखरा आइपुगिसकेका छौँ.
सो अब हामी आफ्ना मामको वेट गर्दैछु हामीहरू कति बजी आइपुग्यौँ पोखरा कति बज्यो खड्डु 11 भइरहेको सो हामी फाइनल आइपुग्यौँ गाइस मेरो लुक इग्नोर गर्नु होला म भर्खर निन्द्रामा उजेस खै मैले त देखिनँ वाउ हामी कहाँ आइपुग्यौँ उजेस अब यहाँ त कसलाई पिकअप गर्ने हो आफ्ना बाबु आइसक्नु भएको छ गाइस म अटेन यहाँ हामीहरू सबै ज्याङ्गो ज्याङ्गो बसेछौँ अहिले घन्टुको बिचमा अट्नुहुन्छ बाटोले यस्तो यस्तो गरेर गाइस हाम्रो चाहिँ यस्तै छ पारा यस्तै छ पारा यसरी जाँदैछु Gandruk is on, guys. Yes, guys. So guys, हामीहरू चाहिँ अहिले एकछिन के अरे चिया ब्रेकमा आएको छौँ यतातिर चुप जाडो छ जाडो भएर आएको छ हाम्रो सानो मान्छे छुटिसकेको छ बुस हिमाल हेर्ने मान्छे चिसो चिसो हावा चिसो चिसो मौसममा तातो तातो चिया खाँदैछौँ हामीहरू आफ्टर सर्ट चिया ब्रेक हामीहरू फेरि हाम्रो गन्तव्यतिर लागिरहेको छौँ यस यस्तै छ है गाइज अब यहाँको बाटो एकदम नाची नाची गइरहेछौँ हामी खुसी भयो है यति एक्साइटमेन्ट लेभल छ कि गाइज Gandruk is on yes very on and active भइरहेछ dancing so guys हामी जस्तो खोला तारेर जानुपर्ने रहेछ हेर्नु यहाँ गोरु कि भैँसी हो गोरु हौ गोरुहरू बाटोमा वेलकम गर्नलाई नि बसे आउँछ गाइस घान्द्रुकमा है हजुरहरू आउँदाखेरि हेर्नु ल यस्तै मान्छेहरू हेर्छ Gandruk गर्छु भाइ 3-4 क्लिपमा Gandruk is हाम्रो यति फ्लेक्सिबल हुन्छ बोल्यो थिएन हामी यस्तो 360 रोबोटवाला हुन्छ होइन अब तपाईँको लागि फुल एक्सप्लेन गर्छ सम्झिनु अहिले उता पुग्छ तिमी धेरै जान्नी अघि नै बनायो गाइस हामीहरू फाइनली Gandruk आइपुग्यौँ Gandrukको बस पार्क यस यहाँ पार्क गरेर हामी हिँड्छौँ अरे त्यही गाइस अब हामी एकछिन नलाग्ने भन्दा नि गाडीले नचाइ पुग्यो Guys, we are finally going hotel. आजको भ्यू चाहिँ अलि अफै छ Gandrukको यस्तो छ हेर्नु होला केही मालसीमा केही देखाएको छैन डुङ्गो छ हेर्नु Gandruk भिलेज सो हामी फाइनल्ली आइपुग्यौँ सो यस गाइस अब वाकिङ अनि पुग्यौँ ओके सो गाइस हामीहरू चाहिँ हाम्रो होटेलमा फाइनली आइपुग्यौँ हाम्रो होटेल चाहिँ होलिडे इन Gandruk हो हजुरहरूले नि देख्नुभयो होला टिकटकमा सो यताबाट भ्यू चाहिँ यस्तो छ तर अहिले अलिक गुम्म भयो त्यही भएर सो यताबाट देखाइदिन्छु म हजुरहरूलाई यस्तो छ हाम्रो होटेल चाहिँ सो बाजे कतिको रमाइलो भयो त Gandrukसम्म आउँदा टाढो भएको छ गर्मी भएको छैन हजुर ल सो यता यस्तै चल्दैछ सुजेश रमाइलो भइराख गाइस यता यस्तै छ अब के गरिन्छ हजुरहरूलाई नि देखाउँछौँ नि फुलको बगैँचा मेरी मोया just enjoying myself guys so म चाहिँ यस्तै हो साथी नसँगै
आफ्नो साथी नसँगै रमाइलो छ गाइज हामीहरू चाहिँ हाम्रो रुममा जान लागेको सो हामीहरू उयो होला सो यस्तो कस्तो राम्रो छ हेर्नु न डेकोरेसन पनि तिमीहरू त होला ऊ यहाँ ऊ त्यो फर्स्टवाला हामी राख्नु Let's go! Hello! So, हामीहरू सबैजना चाहिँ यहाँ त्यो क्याम्पिङ गर्दैछौँ सो अब तल जाउँ है त लेट्स गो सो गाइज अब चाहिँ हामी यहाँ क्याम्पिङ भन्दैन है bonfire के बनाउन लागेको हामी यहाँ मासु खान आएको है मासु सो यस्तो छ यहाँको यस गाइज लेट्स गो हामी चाहिँ यहाँ आगो बाल्न ट्राई गर्दैछौँ है त ल कसको सास पुग्छ ल ल ल ल छोडिदियो भाइलाई धुवा मात्र आउने हो यसको धुवा मात्र आउने हो मासु खाएर आएको त्यही भएर होला है ल भाइले एकचोटि फुक्दिन्छ अनि बाल्छ बल्दैन भाइले फुकेर यस्तै छ तातो आगो ताप्दै है के गर्दैछौँ हामी तातो आगो ताप्दैछौँ यस गाइज सो गाइज हाम्रो चटपटे सारेको आइसक्यो मासु पोल्दैछ सो यस्तै चल्दैछ यता चटपटे चाहिँ पिरो रहेछ गाइज पिरो छ धेरै कम खाओस् भनेर सो यस गाइज बजे रमाइलो हुँदैछ नि हजुर यस्तै छ यता है त हाम्रो सेकुवा बनिसकेको छ गाइस अब हामी सेकुवा खाने हो अनि नाच्ने हो हाम्रो सेकुवा यम्मी यम्मी सेकुवा गाइस यस भेरी यम्मी अब हामी खान्छौँ सो गाइज आजको लागि यति नै अब हामी खाना खान्छौँ अनि सुत्न जान्छौँ सो हजुरहरूलाई आजको युट्युब भिडियो कस्तो लाग्यो भन्नु होला अनि अपकमिङ डेजहरूमा अझै राम्रो राम्रो भ्लगहरू आउँछ ट्राभलिङ बस सो यस गाइज बाई बाई टेक केयर